अहिले यस्तो मस्काइँदैछ पछि त फुपू नबनिकन बोलाइन्छ नि त नानी के सक्यो भने त्यहाँ खाइहालेको अहिले नै स्प्राइट साह्रै पतला छ त पानी फिट्यो क्या गुड मर्निङ एभ्रिवान सबैजनालाई है र बिहान बिहान कहाँ जाँदो रहेछ भनेर सोच्नुहुन्छ होला इट्स फर मी इज भेरी बिहानै हो यो होइन अन्त इट्स लाइक कोइन्सिडेन्ट है ब्लु ब्लु भएछ म्याचिङ र यो झोला लिएर चाहिँ म कहाँ जाँदैछु भने तपाईँलाई क्युरियस भएको होला र आज चाहिँ हाम्रो बेहुला बेहुलीको चाहिँ घरभित्र एउटा सिस्टम हुँदो रहेछ होइन घरभित्र के भन्छ तर बाटो खोलिदिने भन्ने र त्यसको तयारीमा आइएम गोइङ फर द्याट होइन अन्त त्यसले गर्दाखेरि चाहिँ हाम्रो बेहुला बेहुली कस्तो छ भने तपाईँहरूलाई म देखाउनु होला छु किप वाचिङ टिल द एन्ड लस हाम्रो गाउँमा ब्युटी प्लसहरूको कमी छैन वेलकम है हजुरलाई कता जानुभएको वेलकम टु माई ब्लग के हो राम्री राम्री भएर आएको छ त यता चाहिँ हाम्रो बहिनी होइन अन्त प्रिटी भएर आएको रहेछ भएर हराउँछ कि भनेर म ख्याल राख्नेवाला छु जति सक्दो है कहाँ हरा गयो भने चाहिँ क्यामेरामा क्याप्चर गर्नेवाला छ अन्त त्यही उसको पनि खाइहाल्नुपर्छ फेरि अर्को सुरु लाक्का खाएको है सो यहाँ चाहिँ बिहाको घर होइन अन्त प्रिपेरेसन हुँदैछ बिहाको घर आइपुगिसकेँ म चाहिँ है र यहाँनिर चिकन कटाइ बन्नु कि प्याज रामभेँडाको फर्कर्ची मर्ची मासु पकाउनु एकदम तयारीमा हामी चाहिँ रेडी छौँ है रेडी हेलो हेलो चिन्ता कि हाम्रो निकुङले माम पकाउँदै रहेछ त के भन्छ त्यसलाई माम चलाउने उयो चाहिँ यो रहेछ डान्टु बोकेर आएछ अहिले निकुङले माम पकाएको रे यसले उगाउने अरे नखाने होला नखाऊ होला हौ मामा अब थाल धुने अर्ग्यानिक तरिका रातो माटोले धुयो भने चाहिँ हुन्छ अरे खारा निल धुयो भने चाहिँ फुस्रो हुन्छ अरे याद राख्नुहोस् है भदाइनी नम्बर 2 पनि रेडी घुम्नुहोस् पढी भदाइनी नम्बर 3 म चाहिँ भदाइनी नम्बर 1 हो आज बिहा हुँदै गरेको होइन अन्त अघि सेकेन्डको बहिनी अन्त हो झन् सानो बहिनी आइछे बिचारा गाउँ भएर कसरी बसिरहेछ नि हेर्नु न फ्युचर स्टारहरू आमा घरमा अब बेहुला बेहुली मेरो हात बाँधेको खुट्टा अब जन्मायो हुर्कायो बढायो खुसी मान्नुपर्छ गाडी गर्छ नि आमाले छर गर्छ त्यही त नि हो गाली होइन ल अब आशीर्वाद हो अब चाहिँ आमा छोरी बात मार्दा हुन्छ अब चाहिँ बात मार्न पाउँछ अब गाडी हुँदैन अब अघि त अब कसरी बात अनिको बाटो हिँड्नु सकेन जोइ भन्नु जोइ चाहिँ राम्रो हेरिराख्नु राम्रो बदल भ्याछ अङ्कलहरू चाहिँ किन डिस्टर्ब गर्छ मलाई पनि दुईटा दिनु सोचिनेलाई नलाइदिने अन्त सक्छै खाँदा थालेको बाबा उचालेर अरे प्रसन्न दिदी के उचालेर अरे ठिकै छ एकदम बहिनी है लक्ष्मी दानी ए दिदी है दिदीको बिहामा मासु खुवाई मिक्स गर्दैन खाऊ अलिक अगाडि पछि खानुहुन्छ त सक्यो भने त्यहाँ सक्यो भने त्यहाँ खाइहालेको अहिले नै अब बिहा सक्यो हाम्रो चाहिँ मम खाएपछि सकेको बेहुली पठाएर पठाउनु मात्रै अगायो म त तिमी यसरी बसेँ म झन् भुइँमा अघि कस्तो मजा पलाइटी खसेर बसेँ तिम्रो बिहामा पनि यसरी ल लक्ष्मी नानी जस्तो बोलाइन्छ कि नानी चेपेर सुमा
तपाईँको छोरीको बिहामा ल अहिले यस्तो मस्काइँदैछ पछि त फुपू नबनिकन बोलाइन्छ नि त नानी के पाएर भए पनि साला फुपाजु पनि आम्मै बाँस काट्नु भाडी पकाउनु एकजनालाई पुजानी त यहाँ पर्मानेन्ट राख्नुपर्छ हाल्नुमा त फिङ्गरमा त छोराछोरी खानेहरूले मात्रै खान्छ फिङ्गरहरू पुरा दिन एक दिन हाम्रो संसार छोडेर जानुपर्छ होइन विवाह गरेको है जीवन पनि कि पति अगाडि जान्छ कि पत्नी अगाडि जान्छ एक दिन सो सरी मेरो फोन अफ भयो होइन अन्त त्यसले गर्दाखेरि चाहिँ मैले लास्टको भिडियो बनाउनु पाइनँ यो चाहिँ मलाई पुरा खुसी लागेर मैले भिडियो बनाएको किनकि त यसरी फ्यामिली सबै बसेर चाहिँ यसरी फर्स्ट टाइम होइन गफ गर्दै चिया खाएर होइन र एनिवेज सक्यो आजको कार्यक्रम थ्याङ्क यू सो मच